हेलो भाइचारू आज चाहिँ भाइरल प्रकाश तामाङको बुवा मम्मीसँग सन्डे हेर्न जाँदै गरेको अवस्था सकेला उकालोमा हिँड्दा हिँड्दा हत्तु भएको अवस्था सकेला हेर्नु सकेला थान मदन कुमार थापाज्यूलाई अतिथि आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। त्यसै गरी कार्तिक सम्पन्न गरिदिनु हार्दिक अनुरोध गर्दछु। यता छु नि हौ आउनु न आउनु अब आएर खानु हुँदैन हजुर आइपुग्यो अब नाच्न नसके पनि यसो हेर्नु अतिथि आसन ग्रहणकै क्रमलाई अगाडि बढ्दै समाजसेवी व्यक्तित्व आदरणीय दाजु प्राजुल तपाईँहरूको आफ्नो यहाँ च्यानल तपाईँहरूको कार्यकर्ताहरू हुनुहुन्छ होला। हामी हार्दिकता साथ उहाँहरू सम्मानको साथ हाम्रो पहिचानहरू राम्रोसँग उहाँहरू सम्बोधन गर्नुहुनेछ भन्ने कुराहरू हामी यहाँ अनुरोध गर्दछौँ। यहाँ सुनिन्छ प्रदेश भत्किँदैछ अरे खारेज हुँदैछ अरे यो हुन्छ भने त्यो विधायकको समस्या आउनु चाहिँ राज्यमा यो कुराहरूलाई हामी खबरदारी गर्छौँ। यो हाम्रो अहिलेको 2/3 सरकारको निमित्त हो, श्रम संस्कृतिको सरकार हो र प्रतिपक्षीको साथीहरूलाई पनि यो हाम्रो निवेदन हो। खेल्नुपर्ने भूमिका हामी पक्कै पनि खेल्नेछौँ भन्ने कुरा राख्दै यो उभौली चाडको अवसरमा पुनः फेरि एकपटक सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव र राष्ट्रिय एकताको शुभकामना व्यक्त गर्दै मेरो भनाइ यहीँ अन्त्य गर्छु। धन्यवाद। धन्यवाद। आजको कार्यक्रमको अतिथिजी साङ्गेमा राजीवलाई महत्त्वपूर्ण विचार सहितको शुभकामना मन्तव्य राखेर विदा भइसक्नु भएको छ। अब हामी साकेला सिल्लीको औपचारिक उद्घाटन गर्ने क्रममा छौँ। त्यसका लागि सम्पूर्ण हाम्रो यस संस्थाका कुमुनी मुन्तुमी व्यक्तित्वहरू सिल्ली कलाकारहरू छिमेकी वडाबाट पाल्नुभएका तीनवटै संस्थाका भूमिचण्डी संरक्षण समिति साखेवा परिवार बारुवा सुम्निमा साखेवा परिवारका कलाकार मित्रहरू सबैलाई लाइनबद्ध रूपमा साकेला सिल्ली उद्घाटनको निम्ति तयारी अवस्थामा रहिदिनका लागि म अनुरोध गर्दछु। त्यसै गरी हाम्रो पाहुना कलाकार समूहका साथीहरूलाई स्वागत गरिदिनु न हाम्रो संस्थाका पदाधिकारीज्यूहरूलाई म हार्दिक अनुरोध गर्दछु। हामी तपाईँको सबैको प्रतीक्षाको गरी यो साकेला सिल्ली सँगै साकेला भाकासँगै नाच्ने गाउने रम्ने रमाउने आफ्ना सुख दुःखहरू साट्ने त्यो हतार हामीलाई छ। आजको कार्यक्रम धेरै बोल्ने भाषण गर्ने कार्यक्रम भन्दा पनि हाम्रो मौलिक सांस्कृतिक चाडलाई मान्ने मनाउने कार्यक्रम रहेको हुँदा अब हामी साकेला सिल्ली उद्घाटनको कार्यक्रमलाई अगाडि बढाउन लागिरहेका छौँ। आदरणीय उपस्थित हाम्रा आजका पाहुना अतिथिज्यूहरू सम्पूर्ण संस्कृति प्रेमी आमजन समुदायहरू यतिखेर हाम्रो साकेला सिल्लीको औपचारिक उद्घाटनको कार्यक्रम अगाडि बढिरहेको छ। सम्पूर्ण कलाकार मित्रहरू साकेला सिल्ली कलाकार मित्रहरूलाई साकेला सिल्लीमा सहभागी बनिदिनका लागि म हार्दिक अनुरोध गर्दछु। यतिखेर मलाई अतिथि आसन ग्रहणको क्रमलाई अगाडि जोड्न चाहन्छु। नगरपालिका वडा नम्बर 10 सङ्गठनका साखेवा परिवारका अध्यक्ष र उपाध्यक्षज्यूलाई यहाँ स्वागत गर्ने कार्यक्रममा
अगाडि आइपुग्नको लागि हार्दिक अनुरोध गर्दछु। हेलो गाइजहरू, आज चाहिँ पुरा चण्डी हेरेर चाहिँ फर्किँदै गरेको अवस्था है। मेरो चाहिँ छिमेकीहरू चाहिँ हुनुहुन्छ, हेरिराख्नु भएको छ। सकेला हेरेर महत्त्वपूर्ण अघाएर चाहिँ अब फर्किँदै गरेको अवस्था। हेलो 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 हेलो, कहाँ गएर आएको रे बुढा? हामी साकेला नाच हेरेर आएको, तर साकेला नाच ढिलो भएर बिजोड भएको अवस्था, त्यसै कारणले हामी चाहिँ तुरुन्तै फर्किएको अवस्था। रात परिसक्यो, पानी पर्नु आँटिसक्यो, अनि के गर्नु होइन? 3:30 भइसक्यो।